खुट्टा मारिसम्म होला तल गरेको यता फर्कियो पानी सानी पिउने नि झन् प्यास लाग्छ कि पानी खानु पर्छ यहाँको खाएछु मन्दिरको पानी राम कुवाको केही हुन्न हजुर उहाँले यो घाम निक्लिन भन्दा पहिले नै यो पानीमा यो कुवामा नुहाएर गएर बल्ल पूजा गर्नुहुन्छ के हामीले थाहै पाउँदैन बिहान 3 बजे करिब जानुहुन्छ उहाँ हजुरको तीर हानेर होइन बाण हानेर निकालेको पानीको ठाउँ हेर्न जाउँ नौते तर के अनि घाम निस्किसक्यो अरे राम्रोमा गइरहेको पानीमा राम्रो देखिन्छ रामले बाण हानी पानी निकालेको ठाउँ राम कुवा भनेर चिनिन्छ यसलाई है यहाँ आएर हेर्न सक्नुहुन्छ यसभित्र यस्तो कुवा छ अहिले अलिकति यो बनाएको थियो पहिला चाहिँ हजुरको यो जङ्गलको बिचमै थियो है जस्तो मै खाइदिन्छु बहिनीलाई केही हुन्न बेदगन्सले उहाँ कहाँ कहाँ गएर खान्छ हामीले यहाँ खानु के भयो त होइन न हेरेर खानुपर्छ होइन पुरो त पुरै हुन्छ अलिअलि चिसो छ कस्तो छ पानी ओहो बहुत मिठो छ पानी हामी बजारको सातको रूपमा खाने मिठो छ त पानी बहुत स्विट छ हजुरको हेर्नु आरो वाटर भन्दा नि बेस्ट छ कि हामीले जुन मिनरल वाटर भन्छौँ नि त्योभन्दा बेटर छ यो क्वालिटी चाहिँ छ होइन पानीको क्वालिटी चाहिँ आरो मिनरल सब छ कि यसमा चाहिँ यसलाई चाहिँ हामी कसरी चिन्छौँ भन्दाखेरि विशेष गरेर हनुमानले चाहिँ लक्ष्मणलाई चाहिँ तीर लगाएको बेला चाहिँ उहाँको उपचार गर्नको लागि चाहिँ जडीबुटी खोज्ने क्रममा अब जडीबुटी त भेट्दैन अब पाहाडमा है कुन हो थाहा भएन त्यही भएर यो पाहाडलाई चाहिँ तोडेर लिएको भनेर बुझिन्छ क्या तपोभूमि भनेर हामी चिनिन्छ होइन यस्तो हजुर देख्न सक्नुहुन्छ टिनहरू पनि यो धेरै प्राचीन पुरानो नै हो अब यसमा चाहिँ हामी एक कुराले बुझ्दाखेरि हाम्रो राजाले चाहिँ यसलाई बनाएको भनेर बुझिन्छ कि यो मन्दिरको टिनहरू है अब अरू विस्तार कुराहरू जानकारीको लागि सबै स्पष्ट गराउनु आलु बखडा खाम यिनीहरूले नै टिपिदिन्छ कसले यही दाइहरूले टिपाउने क्या सक्दिनँ भन्ने टिपिदिन्छ क्या यिनीहरूले सँगै आएको त फाइदा उठाउनु पऱ्यो नि त होइन जस रमाइलो मान्छेहरू रहेछ क्या हामीहरूले यिनीहरूलाई बाल दिइरहेको थियो ल फला छ मिठो छ तर पुरै लाली गुराँसको बोट
गुल्मी दरबार अनि जानुपर्छ दरबार अहिले दरबार त चारपालामा छ त्यहाँबाट सट्ट गयो भने ठ्याक्कै रिडी गयो भने त पाल्पा त आइहाल्यो रिडी चाहिँ यहाँ अब भोजन गर्नको लागि जाँदैछौँ यो रेसुङ्गा तपोभूमिको तर्फबाट चाहिँ हामीलाई चाहिँ अब भोजन ग्रहण गर्नको लागि धेरै भोक लागिसक्यो अब यहाँको हेरौँ भोजन कस्तो छ एकदम शाकाहारी शुद्ध जहाँ प्याज लसुनदेखि लिएर माछा मासु केही हुन्न है ल लेट्स गो गाइज ल काम गर्दै जाउँ न नाम केमा निस्किन्छ डक्टर नाम आइहाल्यो अब एलडी हालेपछि भइहाल्छ अब अझै नाम निकालौँ न केमा निस्किन्छ केमा निस्किन्छ होला यहाँ तल अझै एउटा मन्दिर छ हो कतातिर पार्क छ अनि जतै जतै डाइभर्जन आयो भने सिधै यस्तो सुन्दर नेपाल छ यार विदेश घुम्न जान्छन् मान्छे राम्रो रोड रहेछ त हजुर त्यही बाटो होइन